हेलो एभ्रिवान, आज चाहिँ मेरो 8औं दिन। म उठ्दा पानी तताइरहेको रहेछ। हिजोको खसी आज काट्न लाएर रहेछ र यो भिडियोमा त्यो मेरो मोबाइल अफ भयो र म सेम्बे कुरा हानेर आउँदाखेरि मासु यसरी काटिरहेको रहेछ र म आएर फ्रेस हुन थालेँ र दिदीहरुकोमा आज खाना खान बोलाउनु भएको रहेछ। खाना खाएर सानोमा हामीले यस्तै 2 चिल्टो बार्दिन्थ्यो भन्दै हाँसी मजा गरेर मेरो कपाल बार्दिनु भयो। यसरी नै आज मेरो दिन दिदीहरुसँगै बित्यो। म घर आएर रनिङ जान रेडी भएँ। आज छिटै नै खाना बनाउन लाग्नु भएको थियो। घरमा दिदी बिना आउन लाग्नु भएको रहेछ र म निस्किएँ र आज दिनेश मेरो साथी मलाई कुरिरहेको रहेछ र हामी भवन पाउ ढोकेर हामी हान्न निस्क्यौं र हामी बुधबार पुग्यौं। बुधबार पुगेर मिठा मिठा गफ गर्दै हामी बच्चा बेलाको कुराहरू गर्दै र बच्चा बेलामा घुमाउने कुरा अहिले पनि हामीले फेरि घुमायौं र हामी सिधै माथि गयौं। माथि गएर सेम्बु घुमेर र हामी पछाडिको बाटो फर्क्यौं र हामीले लेमन टी खाएर हामी तल झर्यौं र मेरो दिने साथीलाई बाइ गरेर र अनि रातलाई छोडेर रातलाई बाइ गरेर म निस्केँ र म घर पुग्दा सबैजना खाजा खाँदै हुनुहुन्थ्यो र मैले पनि खानासाना खाएर र म पढ्न बसेँ र सुत्ने तर्फतिर लागेँ र यो चाहिँ मेरो आजको सेल्फी। गुड नाइट।